हेलो एभ्रिवान, हामी चाहिँ लास्ट मार्चको 29 गते चाहिँ मुस्ताङ गएको थियौँ एज अ कलेजको टुर भनेर। अनि इन दिस भिडियो आई विल सेयर आवर एक्सपिरियन्स अबाउट द हाई अल्टिट्युड सिकनेस सिचुएसन्स एन्ड द टुर प्याक। प्लिज वाच द भिडियो टिल द एन्ड, एन्जोय द भ्यू। चाहिँ टुर स्टार्ट गरौँ है। सुरुमा हामी चितवनदेखि सबैजना जाने भएर चाहिँ हामीलाई चाहिँ टुर प्याकेजवाला दाइले चाहिँ गाडी काठमाडौँदेखि चाहिँ चितवन लिएर आउनुभयो। अनि हामी चाहिँ बिहान 7 बजे चितवनदेखि चाहिँ लाग्यौँ पोखरातर्फ र बिच बाटोमा चाहिँ हामीले खाना खायौँ। हाम्रो चाहिँ खाना खाने बेला भयो। म्यामहरूबाट सुरुवात। लाइन साथीहरू राम्ररी लाइनमा बस। यो हामीले चाहिँ खाना बन्दीपुरमा नै खाएका थियौँ र त्यसपछि हामी सिधै बागलुङ कालिका मन्दिरको चाहिँ दर्शन गर्न गयौँ र त्यसको दर्शनपछि चाहिँ बागलुङको लामो झोलुङ्गो पुललाई हेरेर चाहिँ हामी सिधै बेनीतर्फ चाहिँ लाग्यौँ। बेनी पुग्दाखेरि चाहिँ लगभग रातिको चाहिँ 8 चाहिँ बजिसकेको थियो। बागलुङदेखि बेनी चाहिँ 1 घन्टा जतिको डिस्टेन्समा चाहिँ रहेको रहेछ। अनि बाटो चाहिँ अलिकति अप्ठ्यारो नै थियो त्यति बेला। धेरै भजनमा मात्रै नाचेको चाहिँ नभन्नु है कसैले पनि, किनकि कसैलाई कुन गीत मन पर्दैन, कसैलाई कुन गीत मन पर्दैन। बरु भजन गायो भने चाहिँ सबैजना चाहिँ नाचिन्छ भनेर चाहिँ हामीले चाहिँ जता पनि भजन नै बजाउँदै हिँडिरहेको थियौँ। भिडियो चाहिँ गलेश्वर धामको चाहिँ रहेको थियो, जसमा चाहिँ नौरोपनी जग्गामा भनौँ न नौरोपनी जग्गामा चाहिँ एउटा ढुङ्गामा चाहिँ मन्दिरको चाहिँ स्थापना भएको थियो। यस्तो पनि हुने रहेछ कि मुक्तिनाथ दर्शन गर्न जाने मान्छेले चाहिँ गलेश्वर धामको चाहिँ दर्शन गर्नु नै पर्ने, अझ चाहिँ मुक्तिनाथको दर्शन गरिसकेर चाहिँ मुक्तिनाथको पानी चाहिँ गलेश्वर धाममा चाहिँ चढाउनु पर्ने भन्ने चाहिँ प्रचलन पनि रहेछ, जुन चाहिँ हामीलाई पहिला चाहिँ थाहा भएन। त्यसपछि चाहिँ हामी चाहिँ जोमसोङको तर्फ चाहिँ लाग्यौँ। बेनी कट्ने बित्तिकै बाटोमा चाहिँ यस्तो राम्रो राम्रो भ्यूहरू देखिन थालेको थियो। हामीलाई जहाँ पुगे पनि रोकेर फोटो खिचौँ भन्नेवाला भाइब चाहिँ आइरहेको थियो। यो भ्यू सँगसँगै चाहिँ हामी जोमसोङ बजार चाहिँ पुगिसकेको थियौँ र जोमसोङ बजार पुग्दाखेरि चाहिँ लगभग 11 साढे 11 चाहिँ बजिसकेको थियो। जोमसोङमै बजारमा 12 बजे हावा सरर ए हजुर गर हाम्रो पोखरा अहिलेसम्म बाँचैन घरमा र। एकछिन फोटो भिडियो लिएपछि हामी सिधै कागबेनीमा चाहिँ गयौँ। अनि कसले अब श्रद्धा अर्पण गर्नुपर्ने उहाँले चाहिँ श्रद्धा अर्पण चाहिँ गर्नुभयो। यति चर्को यति चिसो हावा लाग्दो रहेछ कि हजुरले भिडियोमा पनि देख्न सक्नुहुन्छ। हामी एकछिन पनि त्यहाँ राम्रोसँग बस्न सकेनौँ। अनि हामी चाहिँ मुक्तिनाथतर्फ चाहिँ लागिहाल्यौँ। अहिले मुस्ताङमा चाहिँ आइसक्यौँ। अनि मुक्तिनाथ मन्दिर चाहिँ जाँदैछौँ दर्शनको लागि। We are feeling so exhausted, tired, nauseated, yes. लेख्न लाग्नुहोस्। This is our very first time. एकदम हाइएस्ट एरियामा चाहिँ। अनि बसबाट झर्ने बित्तिकै चाहिँ हामीलाई अलिकति चाहिँ गाह्रो चाहिँ भएको थियो। त्यसपछि टिमुर चपाएपछि चाहिँ हाम्रो चाहिँ अहिले रेस्पिरेसन चाहिँ कन्ट्रोलमै छ। हामी जस्ट एडजस्ट हुँदैछौँ यहाँकोसँग। अब विदिन मिनटमा चाहिँ यो सिचुएसनसँग चाहिँ कोप भएपछि यो स्यास्या पनि हट्छ होला। जोस जाँगर गरेर बिहान 4 बजे उठेर नुहाएर अहिलेको अवस्था यस्तो छ। उता अर्को महानाथमा यता हेरौँ हजुर नुहाउँछु भनेर कसिएर। यति बेलासम्म चाहिँ मेरो 2 जना साथी अनि एउटा म्याम चाहिँ हाई अल्टिट्युड सिकनेसको कारणले गर्दाखेरि चाहिँ फेन्ट चाहिँ भइसक्नु भएको थियो। र अब चाहिँ हजुरहरू चाहिँ मैले त्यो भिडियोमा चाहिँ एउटा फोटो चाहिँ राखेको छु होइन, त्यो फोटोको चाहिँ मन्दिरको ढोका अगाडि छ नि, त्यो ठाउँ चाहिँ राम्रोसँग हेर्नुहोस् ल। आफ्टर दी फोटो सेसन चाहिँ म यो मन्दिरको ढोका अगाडि नै ढलेँ।
हैन मान्छेहरू यति धेरै जम्मा हुनुभयो। त्यसपछि चाहिँ रेस्पिरेटर आफ्टर द फर्स्ट ट्रिटमेन्ट चाहिँ मेरो कन्डिसन चाहिँ स्टेबल भएपछि चाहिँ हामी चाहिँ तल झऱ्यौँ। मुस्ताङ बजारमा चाहिँ खानासाना खाएर हामी तुम्बा लेक एकछिन घुम्यौँ र फेरि नै जोमसोम फर्किएर चाहिँ हामीले चाहिँ त्यो दिनको नाइट स्टे चाहिँ जोमसोममा नै गऱ्यौँ। We are two fainteriers. I am the starting one and she is the evening one. हामी चाहिँ अब जेरी गल्ली जाँदैछौँ। अहिले चाहिँ मार्फा गाउँमा छौँ। मार्फा गाउँमा छौँ। जेरी गल्ली जाँदैछौँ। कति टाढो भएको के त झन् है चिसो हावा गाइज। एकदमै धेरै चिसो छ। चाहिँ रहेको थियो मार्फाको चाहिँ जेरी गल्ली त्यहाँको फेमस प्लेस भनौँ न। हामी चाहिँ जेरी गल्लीबाट निस्क्यौँ। मार्फाबाट यहाँको लोकल स्याउको सुकुटी किन्यौँ, दाल किन्यौँ। मुरको छोप चाहिँ यो मोमेन्ट यो ठाउँ एकदमै धेरै चाहिँ इन्जोय गरेको थियो। सधैँ त्यहाँ बस्ने मान्छेहरूले चाहिँ यो ठाउँ चाहिँ इन्जोय गर्न सक्नु भएको छ होला र। त्यति चिसो न केही खेती हुने जग्गा जमिन केही पनि छैन, न पानी छ, सधैँ हिउँ परिरहने। कति कष्टकर के त्यहाँको मान्छेको जनजीवन रहेको थियो। रूपसे झरना डोरी गाउँदा गाउँदै चाहिँ हामी त्यही राति नै पोखरा चाहिँ स्टे गर्नको लागि आएको थियौँ र बेलुका तालमा रहेको चाहिँ सन्ध्या आरतीमा चाहिँ गयौँ। त्यो पिरियडमा चाहिँ हाम्रो म्यामहरूको कम्पनी चाहिँ एकदम धेरै चाहिँ इन्जोय गरिरहेको थियो। चाहिँ हामी पोखरामा नै स्टे गऱ्यौँ र भोलिपल्ट बिहान चाहिँ तालबराई गुम्बा पुम्तीकोट महादेवको दर्शन गरेर चाहिँ चितवनै फर्क्यौँ। यो चाहिँ मेरो लाइफको फर्स्ट टाइम नै यति लङ टुर चाहिँ थियो होइन। 4 दिनकै टुर भए पनि जुन चाहिँ मैले एकदम धेरै चाहिँ इन्जोय गरेँ। र हजुरहरूलाई चाहिँ ट्राभल एन्ड टुर्सको बारेमा चाहिँ के क्वेरीहरू छ भने चाहिँ प्लिज कमेन्ट डाउन। I will answer all the questions. Thank you for watching and please don't forget to subscribe my channel. Thank you.